हेलो गुड मर्निङ सम्पूर्ण मेरो साथीहरूलाई नै ह्याप्पी तिहार। आज म यता कोइम्बरा आएको बहिनीलाई माइती पुर्याउनलाई होइन। अब विदेशमा हामी बस्नेहरूलाई देश चाहिँ माइती विदेश चाहिँ घर जस्तो भइसक्यो हामीलाई। अनि पुर्याएर के गरौँ टिकट जम्मा 10 साढे 10 को मात्रै टिकट भेट्यो। 8 पनि बजेको छैन, के गरौँ भएर म म्याकडोनल्ड्स गएको। हेर्न म्याकडोनल्ड्समा क्यापुचिनो अर्डर गरेँ, कति सानो कप दिएको क्या मलाई त। आमामा 8 ओन्स पनि छैन होला। म वहाँ 12 ओन्सको कपमा क्यापुचिनोमा प्लस आइसक्रिम हालेर खाने मान्छे म म्याकडोनल्ड्स काम गर्दा है, घोलेर यहाँ यति सानो कपमा 2 चुस्की जाँदै सक्यो। कति धेरै मान्छे थियो क्या त्यहाँ। अनि बिहानै बर्गरहरू पनि सर्भ गर्दो रहेछ क्या त्यहाँ। यता चाहिँ त्यो क्याफेटेरिया क्याफेको लाइन हो। त्यहाँ बस्यो, क्यान्डी क्रस खेलेँ 1 घन्टा। क्यान्डी क्रस खेलेँ, के गरौँ भएको। नेट पनि छैन रहेछ क्या त्यहाँको, नेट पनि कनेक्ट नहुने। अनि फेरि फर्केर आएँ, टिकट हेरेँ, अनि यताउति डुलेँ। ट्रेनहरूको नयाँ स्टेसन बनाएछ होइन। यो आउने पछि चाहिँ चेन्ज हुन्छ क्या। पहिला उता 2, 3 नम्बर 4 नम्बर कति नम्बरमा झर्थ्यो जान्थ्यो हामी त्यतिखेर। अहिले फेरि अस्तिको वाला 8 नम्बर थियो, अहिले फेरि 7 नम्बरकोमा आएछ क्या। अनि म त कन्फ्युज भएर 2 चोटि त सोध्न गएँ त्यहाँको भित्रको मान्छेलाई, यो सौर्य जान्छ नि ठ्याक्कै भनेको। हो जान्छ भने अस्ति अर्कै थियो भने चेन्ज भयो अरे। अब सबै नयाँ बनाएको छ नि त त्यहाँ। मेट्रो हिँड्ने पनि अरू पनि धेरै बनाएछ, सबै रिनोभेसन गर्दैछ कि। अनि त्यहाँ आज चाहिँ होस् 3 वर्ष अगाडिको सम्झना आयो क्या मलाई। म्याकडोनल्ड्समा बसेर खाना खाएको, बसेको, धेरै फटाइ गरेको कुराहरू याद आयो म्याकडोनल्ड्समा गएर बसेर त्यत्रो होइन। अनि म चाहिँ पानी पर्छ जाउँ कि अन्त बाहिर भनिरहेको थियो भनेर सोचेको थियो। फेरि हिजो बेलुका साथीहरूले भोलि त पानी पर्छ है, केयर गर्नु आफ्नो भने छाता लिएर जानै बिर्सेछ होइन। नत्र म माथि एक्लै डुल्थेँ, छाता नलागे भएर म फर्केर आएँ। कहिले घाम कहिले बादल भनेर धुम्म भइरहेछ क्या। यसो दिन पनि धन्न म आउँदाखेरि पानी चाहिँ परेन। त्यत्रो हिँडेर आउँदाखेरि बाहिरको नजारा हेर्दै आइरहेको छु। रातो घरको टाउकोहरू, पिच रोडहरू, काले पत्रे गरेको रोडहरू, रङ्गीन संसार, हरियो परियो डाँडा काँडा हेर्दै। मास्तिर देखेको हरियो चाहिँ त्यो त्यहाँको युनिभर्सिटीको बच्चाहरूले रोपेको छ कि अङ्गुरहरू फलफुलहरू रहेछ क्या त्यहाँ। हामी पहिला जाँदाखेरि त्यो युनिभर्सिटीको बच्चाहरूले रोपेको भनेर भनेको थियो कि हामीलाई। हेलो गाइस, थ्याङ्क यू फर वाचिङ माई भिडियो। अब भिडियो हेर्नुहुन्छ हुँदैन थाहा छैन मान्छेहरूले होइन, मान्छे छैन मेरो सब्सक्राइब छैन, तैपनि थ्याङ्क यू। सबैहरूलाई हेरिदिनु होला, मन पऱ्यो भने सेयर गरिदिनु होला। बाई बाई।